सम्भव भएसम्मका सबै सरकारी सेवा दिने गरी नेपाल सरकारले ल्याएको नागरिक एप चलाउन एकदमै सजिलो छ। यसका लागि सुरुमा तपाईले आफ्नो मोबाइलको एप स्टोरमा गएर नागरिक एप डाउनलोड गर्नुपर्ने हुन्छ। अब एप खोल्नुहोस् र भाषा छनौट गर्नुहोस् अनि खाता खोल्न अगाडि बढ्नुहोस्। यहाँ आफ्नो मोबाइल नम्बर राख्नुहोस्। याद राख्नुहोस्, तपाईले अरूको मोबाइल नम्बरबाट यो एपमा खाता खोल्न सक्नुहुन्न। त्यसैले आफ्नै नाममा दर्ता भएको मोबाइल नम्बर राख्नुहोस् र अगाडि बढ्नुहोस्। यति गरिसकेपछि एपले भर्खरै राखेको मोबाइल नम्बर तपाईकै साथमा छ कि छैन भन्ने यकिन गर्न एसएमएस मार्फत 6 अङ्कको कोड पठाउँछ। उक्त कोड जस्ताको त्यस्तै एपमा राख्नुहोस् र पुनः अगाडि बढ्नुहोस्। आफ्नो मोबाइल नम्बर प्रमाणित गराए जस्तै एपमा दर्ता हुन तपाईले परिचय पत्रबाट आफ्नो विवरण समेत प्रमाणित गराउनु पर्ने हुन्छ। त्यसका लागि नागरिकता, मतदाता परिचय पत्र वा राहदानी मध्ये कुनै एउटा विकल्प छनौट गर्नुहोस् र त्यसको विवरण भर्नुहोस्। उदाहरणका लागि नागरिकता छान्नुभयो भने त्यसको नम्बर, जारी भएको जिल्ला, जन्ममिति र जारी भएको मिति उल्लेख गर्नुहोस् र अगाडि बढ्नुहोस्। यदि तपाईले उल्लेख गरेको विवरण र गृह मन्त्रालयमा भएको विवरण मिलेको खण्डमा प्रमाणीकरण सफल हुनेछ। त्यससँगै एउटा फारम खुल्छ। त्यसमा आफ्नो छुटेको विवरण थप गर्नुहोस्, गलत विवरण सच्याउनुहोस् र अगाडि बढ्नुहोस्। यति गरेसँगै नागरिक एपमा तपाईको दर्ता प्रक्रिया पूरा हुन्छ। अब पिन कोड राखेर एपमा उपलब्ध सेवा प्रयोग गर्न सक्नुहुन्छ। नेपाल सरकार सञ्चार तथा सूचना प्रविधि मन्त्रालय